आज म तपाईँहरूमा आज एउटा सानो कथा पस्किन जाँदैछु। कथाको शीर्षक छ अन्तिम सासभन्दा अगाडि। यो शब्द नै काफी छ। यो शब्दमा पात्रहरू हुनुहुन्छ बुढो हजुरबुबा हरिप्रसाद र उनको सानो नाति आर्यन। हुन्छ, कथा सुरु गरौँ है त। ध्यान दिएर सुनिदिनुहोला, पुरै सुनिदिनुहोला र लाइक र सब्सक्राइब गर्न नभुलिदिनुहोला, यो मेरो विनम्र अनुरोध। गाउँको एउटा छेउमा सानो कच्ची घर थियो। त्यो घरमा वृद्ध हरिप्रसाद र उनको नाति आर्यन बस्दै गएका थिए। हरिप्रसादको जीवन निकै नै दुःखले भरिएको थियो। सानैमा बाबा आमा गुमाएका, युवावस्था गरिबीले सताएका र बुढेसकालमा आफ्नै छोराछोरी छोडेर विदेशिएका एउटा दर्दनाक कथा बोकेका वृद्ध हजुरबा थिए हरिप्रसाद र उनलाई साथ दिन उनीसँगै बस्थे उनका नाति आर्यन। यति धेरै दुःख र कष्टका बावजुद पनि हरिप्रसादको अनुहारमा सधैँ एउटा शान्त मुस्कान हुन्थ्यो र यो देखेर उनका नाति आर्यनले सधैँ सोध्ने गर्दथे, हजुरबुबा तपाईँ यति दुःख भोगेर पनि कसरी यति हाँस्दै मुस्कुराउँदै बस्न सक्नुहुन्छ, मुस्कुराउनुहुन्छ? यो सुनेर हरिप्रसाद मुस्कुराउँदै हल्का हाँस्दै नातिलाई भन्थे, बाबु दुःख त जीवनको परीक्षा हो, तर हामी कस्तो उत्तर दिन्छौँ त्यो हाम्रो रोजाइ हो भनेर फेरि सानो मुस्कान छोड्थे। र एक दिन उनी बस्ने गाउँमा ठुलो आगलागी भयो। धेरै घरहरू जले, धेरै गोठहरू जले, धेरै जीवजन्तुहरू मरे, मानिसहरू धेरै आतिए, गाउँ छोडेर भाग्न थाले, आगो लागेका घरहरूबाट टाढा टाढा जान थाले। तर हरिप्रसाद भने आगो लागेको घरतिर दौडिन थाले। त्यहाँ एक बालक थुनिएको थियो र त्यो बालकको मायाले उनलाई आगो लागेको घरतिर डोर्याइरहेको थियो। त सबैले चिच्याई भन्दै थिए, तपाईँ नजानुहोस्, आगो लागिरहेको छ, ए हरिप्रसाद तपाईँ मर्नुहुन्छ, तपाईँ बाँच्नुहुन्न, तपाईँ नजानुहोस्। तर हरिप्रसादले केवल यति भन्दै उनी दौडँदै गए, मेरो बचाइले कसैको ज्यान बाँच्न सक्छ भने त्यो नै मेरो जीवनको अर्थ हुनेछ। त्यति भन्दै हरिप्रसाद आगोभित्र छिरे। उनले बालकलाई बाहिर निकाले, तर आफै गम्भीर घाइते भए। धेरै शरीरका भागहरू जले। अन्तिम सास फेर्दै उनले आफ्ना प्रिय नाति आर्यनको हात समातेर भने, बाबु जीवन कति लामो बाँच्यौँ भन्ने कुरा ठुलो होइन, कति अर्थपूर्ण बाँच्यौँ त्यो ठुलो कुरो हो। अरूको आँसु पुस्न सकेको दिन र अरूको मुखमा हाँसो ल्याउन सकेको दिन नै साँचो बचाइ हो। यसरी नै बाँच्न सिक्नु। यति भन्दै उनले प्राणत्याग गरे र त्यो दिनपछि आर्यनको सोच बदलियो। ऊ ठुलो भयो, पढ्दै गयो, ज्ञानी बन्यो र एक दिन डाक्टर बन्यो। डाक्टर बनेर गाउँ फर्कियो। उसले एउटा अस्पताल खोल्यो, पैसा कमाउनको लागि होइन, विशुद्ध हजुरबाको गाउँमा सेवा गर्नका लागि। उसले गरिबहरूलाई निःशुल्क उपचार दिनको लागि गाउँमा अस्पताल खोलेर अस्पतालमा उपचार सुरु गर्यो। गाउँका मानिसहरू आज पनि भन्ने गर्छन्, हरिप्रसाद त मरेनन् त, उनी त हरेक मुस्कानमा, उनी त हरेक बचाइएका जीवनमा बाँचेका छन्, ती मान्छेहरूको हाँसोमा हाँसेका छन्, ती मान्छेहरूको खुसीमा बाँचेका छन्। साँच्चै नै जीवन क्षणिक हो, तर कर्म अमर हुन्छ। हामी सबै एक दिन मर्छौँ, तर हामीले छोएको हृदय सधैँ बाँचिरहन्छ, सधैँ बाँचिरहन्छ। सलाम छ हरिप्रसाद र नाति आर्यनलाई।